स्वर्गद्वारी भन्ने ठाउँमा छु। प्युठानको स्वर्गद्वारी हेर्नुहोस् त कति राम्रो देखेको छ। यहाँ चाहिँ हामी धेरैजनाहरू उपस्थित भएका छौँ, 35 जना जति। श्री स्वर्गद्वारी तपोभूमि श्री इन्द्रध्वज गणबाट स्थापना भएको रहेछ। 2050 पौष 7 गते। यो चाहिँ हेलिप्याड हो। यो चाहिँ हेलिप्याड। यो चाहिँ सेनाको हेलिकप्टरहरू, भिआइपीहरू आएर बस्ने ठाउँ र दर्शन गर्ने स्वर्गद्वारी। यहाँ दर्शन गरिन्छ। स्वर्गद्वारी मन्दिर देख्नुभएको छ, नजिकै छ, देखिन्छ। देख्नुभयो नि, प्युठानको स्वर्गद्वारी एकपल्ट आउनै पर्ने ठाउँ, रमणीय ठाउँ र धार्मिक आस्था रहेको ठाउँ प्युठानको स्वर्गद्वारी। आज मिति 2082 साल वैशाखको 12 गते हामी यहाँ उपस्थित भएका छौँ। धेरै साथीहरू उपस्थित हुनुहुन्छ। हामी 35 जना ग्रुप यहाँ आएका छौँ। हेलिप्याडहरू छ। प्युठानको स्वर्गद्वारी अति रमणीय ठाउँ देख्नुभयो। यो सम्पूर्ण आश्रमदेखि लिएर मन्दिरहरू, स्वर्गद्वारी मन्दिर सम्पूर्ण एकै ठाउँमा देखिएको छ। यो हामी हेलिप्याडमा आएर खिचेको छौँ यो फोटो। धन्यवाद।